यो 3वटा क्रोम नेल आर्ट कसरी गर्ने भनेर म हजुरहरुलाई सिकाउँछु है। हजुरहरुले जुनै पनि बेस कलर लाउनु होला र युभी ल्याम्पमा सुकाउनुस्। त्यसपछि हामीले क्रोम लिने अनि क्रोमलाई मज्जाले त्यो बेस कलर माथि हामीले रगड्ने। मज्जाले दायाँ बायाँमा मज्जाले रगडिसकेपछि हामीले त्यसलाई सुकाएर चाहिँ टप कोट माथिबाट लाउँदिए। अनि अर्को नेल आर्टको लागि चाहिँ हामीलाई म्याट टप कोट चाहिन्छ र हामीले त्यो बेस कलर लगाएको माथिबाट चाहिँ हामीले म्याट टप कोट मज्जाले लगाइदिने र युभी ल्याम्पमा सुकाइसकेपछि निकालेर चाहिँ हामीले हल्का बफरले बफ गर्नुपर्ने हुन्छ र हामीले आर्ट गर्नको लागि चाहिँ ब्ल्याक कलरको जेल पलिस निकाल्ने। हजुरहरुले चाहिँ यो ब्ल्याक कलरले जुनै पनि आर्ट गर्न सक्नुहुनेछ। ब्ल्याक कलर चाहिँ किनभने अरु भन्दा अलिकति स्टिकी हुन्छ, त्यही भएर चाहिँ हामीले ब्ल्याक कलर युज गर्ने। यसलाई सुकाइसकेपछि चाहिँ हामीले फेरि माथिबाट यो क्रोम पाउडरले मज्जाले क्रोम लगाइदिने र हामीले डस्टिङ ब्रसको सहायताले हामीले पुसिदिने र अघि हामीले आर्ट गरेको माथि चाहिँ हामीले टप कोट लाएर मज्जाले त्यसलाई सिल गरिदिने र हामीले क्लिन्जरको सहायताले यसरी पुसिदिने र हाम्रो यो नेल आर्ट चाहिँ रेडी हुन्छ र माथिबाट टप कोट लगाइदिने। अब अर्को नेल आर्टको लागि चाहिँ हामीलाई बिल्डर जेल चाहिन्छ। हजुरहरुले चाहिँ यो बिल्डर जेलको सहायताले जुनै आर्ट पनि बनाउन सक्नुहुनेछ। हजुरहरुलाई जुनै सजिलो लाग्छ त्यो आर्ट बनाउनुहोस् र यसलाई पनि हामीले युभी ल्याम्पमा 30 सेकेन्ड जति सुकाउने र निकालिसकेपछि चाहिँ हामीले क्रोम पाउडर यसरी मज्जाले लगाइदिने र यो माथिबाट पनि हामीले टप कोटले मज्जाले सिल गरिदिने। अनि त्यसपछि हामीले क्लिन्जरको सहायताले पुसिदिने र हाम्रो यो 3टा नेल आर्ट चाहिँ रेडी हुन्छ। हजुरहरु पनि घरमा ट्राई गर्नु होला अनि मलाई कस्तो हुन्छ कमेन्ट गर्नु होला है त। आजको लागि यति नै, अर्को भिडियोमा भेटौँ है। बाइ बाइ।